आमा किन यिनीहरू सबैले हामीलाई हेर्दैछ? तेरो आमाले ऋण खाएको अझैसम्म तिरेको छैन। तेरो आमाले नि टमाटर लगेको 1 महिना भइसक्यो, अहिलेसम्म ल्याइदिएको छैन। ल मम्मी म एकछिन फ्रेस भएर आउँछु है। मम्मी के भन्छ यो? के हो यिनीहरू? ए विदेशको चकलेट खान आएको होला नि। विदेशको चकलेट यहाँ आफ्नै घरलाई त पुगेको छैन। खै 10 रुपियाँ दिनु त, यिनीहरूलाई विदेशको चकलेट चाहनेको छु। नानी ल नानी उयो के अरे मिठाई किनेर खानु ल, नि सबैलाई पुग्छ। 10 रुपियाँ छ। ए लु ज्यादा पो हुने रहेछ नि, जाऊ ल। माइली ए माइली यो घरमा मान्छे कहाँ भएछ? ए आयो, बस न बस। अरे पर्दैन, बस न बस। म त तिम्रो घर आउँदा कस्तो आनन्द लाग्छ हो। छ्या त्यति साह्रो पनि हैनलाई। हो नि हौ, घरिघरि त कस्तो टेन्सन हुन्छ, तिम्रो घर आउने बित्तिकै आनन्द हुन्छ। छ्याउ तिमी पनि। अनि के छ हौ हालखबर आजभोलि माइली? के हुनु नि, छोरा विदेशबाट आएको छ, अरू त सबै ठिकै छ नि। सुन न माइली, भन न हर्केको आमा। मलाई 1 लाख जति दिन चाहिएको थियो कि, 1 महिना पछि ल्याइदिइहाल्छु। बरु तिम्रो हातमा थमाइदिउँला। पैसा पो मागी त। हो क्या, म 1 महिनामा ल्याइदिन्छु क्या, 1 महिनामा। साँच्चै कहाँमा ल्याइदिन्छु। के तिमीलाई मेरो विश्वास लाग्दैन? मेरो हर्केको आमा, मैले तिमीलाई विश्वास नगरेको होइन। छोरा विदेश गयो भन्नु मात्र हो, तर ऋण तिर्दा 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 मेरो कपालले फुलिसक्यो हर्केको आमा। म त तिम्रो अगाडि रुन मात्र नसकेको हर्केको आमा। ऋणले मलाई डढाएर 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 खरानी मात्र हुनु बाँकी छ। लु लु भो, गएको आशा झारेर रमिता नबनाऊ। यहाँ पैसा माग्न आएको मान्छेले नाटक हेर्न आए जस्तो बनाउँछ। उफ बल्लले गई, हाम्रो घरको सुनचाँदी त बास्न आउँछ कि क्या, पैसा माग्न आइहाल्दो रहेछ। मम्मी तपाईँ विदेशबाट आउनु भएको, केही पनि ल्याइनु भएन मलाई। कमसे कम नेपालमा त केही किनिदिनु न हौ। तँलाई के चाहिएको लु भन्न त। आइफोन 16 प्रो म्याक्स। कति पर्छ त त्यसलाई? मात्रै 2 लाख हो क्या मम्मी। उत्ते चक्कु ले त छोरा। ए मम्मी ओ अब त्यसले यहाँ अनि यहाँ यताको पाङ्नाले चाहिँ आइफोन किन, अनि यताको पाङ्नाले चाहिँ ल्यापटप किन। जे किन भन्छ सबै किन्छ र सबै। ओइ त अस्ति विदेशबाट आएको रहेछस् त हौ, कस्तो हामीलाई खबर पनि नगरेको। अन्त भनेको Actually, I'm not from normal विदेश यार. I'm from America. So that's why I'm so busy यार. So that's why I'm not inform you. खतरा इङ्ग्लिस बोल्नु भएछ यार, तैँले बुझिस्? खुयामा त बुझिन केही पनि, खोइ के भनौँ भनौँ। त्यतिका मैले पनि बिर्सी गएछु क्या, म त नेपालमा पो छु त। साथीहरू म चाहिँ नि त्यस्तो सामान्य झाडमुरे देशहरूबाट आएको होइन क्या, म चाहिँ नि बाटो आएको हो क्या। सो अफकोर्स बिजी त भइहाल्छु नि त, त्यही भएर मैले तिमीहरूलाई खबर गर्न पाइनँ क्या गाइज। ल ठिकै छ, भइगयो नि त। भइगयो। ल अब आइहाल्यो होइन, म तिमीहरूलाई अमेरिकाको चक्लेट ल्याइदिन्छु नि त, बस्दै गर ल। आम्मामा यार, अमेरिकाको चक्लेट भन्छ यस्तो तान्दै गर्दा लत तानिर खाने हुन्छ होला यार। त्यो त होइन होला हौ त्यस्तो खालको त, त्यो डेरी मिल्क जस्तो होला हौ। डेरी मिल्क जस्तो त अमेरिकाको त मोटो मोटो हुन्छ नि, हो त्यस्तो होला हौ। होइन हौ, यस्तो लत तान्ने खाले धेरै पाउँछ अरे। ए होइन न त्यस्तो त। लु केटाहरूलाई चक्लेट थापा।
चक्लेट हजुर त नेपालमा पनि पाउँछ होइन र अब अमेरिकामा नेपालीहरूले त्यही बेच्दो रहेछ अनि त्यही लिएर आएको नि ल ल धन्यवाद धन्यवाद यत्रो दुःख गरेर अमेरिकाबाट ल्याइदिएर आएको रहेछौ ए धन्यवाद भन्नु पर्दैन हौ साथीहरू बिचमा त्यति त गरिहाल्छु नि अब तिमीहरू पनि मेरो घर आएको छौ म पनि भर्खरै अमेरिकाबाट आएको छु भनेपछि मैले केही त गिफ्ट दिनुपर्छ तिमीहरूलाई पखला म लिएर आउँछु काजले के लिएर आउँछ होला है आइफोन ल्याउँछ होला है कहाँ आइफोन यसले ल्यापटप ल्याउँछौ ल्यापटप आइफोन ल्याउँछ होला हौ होइन ल्यापटप ल्याउँछौ आइफोन ल्याउँछौ ल केटाहरूलाई कपडा इन्जोय गर केटा यो मैले खासै लाएको छुइनँ कि त्यही विदेश जानुभन्दा अगाडि एकताल लाएको थिएँ नयाँ छ कि नयाँ छ लगाउ न केटाहरू त्यो त सिलाउँदा पनि भइहाल्यो नि कति चाहिँ लाग्छ र 100 रुपियाँ त्यति त तिमीहरू आफै सिलाइहाल्छौ नि अब त केटाहरू ह्याप्पी हो नि ह्याप्पी 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 देउस मलाई नि खुसी लाग्यो केटाहरूलाई यस्तो नयाँ नयाँ गिफ्ट दिनु पाउँदाखेरि खुसी त हो सबै कुरा ओ साथी तिमी त भैँसी पालन पो गर्छौ गर्नु पर्यो नि त साथी अरू के चाहिँ गर्नु र नेपालमा बसेर त्यही भएर यार मलाई त कस्तो विदेशै जानु मन लाग्छ नेपालको काम त यस्तै भैँसी पालन सुँगुर पालन कुखुरा पालन बाख्रा पालन इरिटेट लाग्छ यार बरु विदेशमा है एसीमा बसेर आनन्दले अफिसमा यस्तो घाममा त्यो पनि भैँसी पालन गु अति इरिटेट यार कसरी गर्छ कसरी छुन्छ यार त्यो गु चाहिँ ल यार म अलिक क्लिन इन्भाइरोमेन्टमा बस्ने बानी भएको छ कि यहाँनिर ब्याड स्मेलहरू आयो क्या जुन मेरो बडीको लागि चाहिँ नि कस्तो अनहेल्दी फिल भयो क्या मलाई अलिक कम्फर्टेबल भएन क्या यो वातावरण यो इन्भाइरोमेन्ट डटी यार ल यार साथी ल साथी ल जाऊ जाऊ अनि साथी तिमी पनि सुँगुर पालन गर्न थालेछौ त अनि साथी सबै युवाहरू विदेश गएपछि नेपाल चाहिँ कसले बनाउने त त्यही भएर नि अब मैले पनि सुँगुर पालन हान्नु थालेको परदेशीको पीडा हजुर यहाँ कसले देख्छ परदेशीको पीडा हजुर यहाँ कसले देख्छ आकाशको त्यो सूर्यलाई हातले कहाँ छेक्छ बाआमाको पीडा र दुश्मनको सेखी बाआमाको पीडा र दुश्मनको सेखी विदेश उड्न पर्यो मैले यी सबैलाई देखेँ उडाएर लाने जहाज र साउदीको खाडी जोड्नु थियो बुवालाई घडी र आमालाई साडी साउदीको त्यो घामले हरेक दिन सेक्छ साउदीको त्यो घामले हरेक दिन सेक्छ परदेशीको पीडा हजुर यहाँ कसले देख्छ आकाशको त्यो सूर्यलाई हातले कहाँ छेक्छ नमस्कार सबैजनालाई मेरो नाम पदम विश्वकर्मा अनि यदि तपाईहरुलाई यस्तै खाले कविता अनि गजल अनि मुक्तकहरु मन पर्छ भने हजुरहरुले मेरो युट्युब च्यानल पदम विश्वकर्मा लाई सब्स्क्राइब गर्न सक्नुहुन्छ र तपाईले पदम विश्वकर्मा लेख्नु भयो भने त्यहाँ पदम अफिसियल भनेर एउटा युट्युब च्यानल आउँछ त्यसमा भित्र गएर सब्स्क्राइब गर्नुभयो भने यस्तै खाले कविताहरुका भिडियोहरु तपाईले पाउनुहुनेछ यसरी नै सब्स्क्राइब गरेर माया गरिदिनु होला हस् धन्यवाद